राजाको छोरा राजा हुने व्यवस्था फालेर बनेको गणतन्त्रमा नेपो बेबीहरूको राज देखे रिसाएकै हो नि, चित्त दुखाएकै हो नि, असन्तुष्ट भएकै हो नि। जय नेपाल। यस कार्यक्रमका सभा अध्यक्ष नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्य समितिका सभापति कृष्ण सबुज बानियाज्यू, मेरो आदरणीय नेता नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माज्यू, सहमहामन्त्री फर्मुला मन्सुरज्यू, पार्टीका केन्द्रीय सदस्य साथीहरू, यहाँ थुप्रै अग्रज नेताहरू यहाँ हुनुहुन्छ। आदरणीय महेश दाई लगायत सबै मञ्चमा रहनुभएको, तल रहनुभएको सबै मेरो अग्रजहरू, उपस्थित साथीहरू, सबैलाई हार्दिक जय नेपाल। 2007 सालभन्दा अगाडिबाट अस्ति भाद्र 23-24 गतेसम्म यो माटोमा भएका विभिन्न क्रान्ति, विद्रोह, आन्दोलन सबैमा शहादत प्राप्त गर्ने सबै ज्ञात अज्ञात शहीदहरूप्रति नमन गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु। हिजो मात्र हामीले हाम्रो पार्टीको एकजना श्रद्धेय नेता गुमाएका छौँ, आदरणीय होमनाथ दाहाल दाई। मलाई सम्झन चाहन्छु, उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु। आज दिउँसो म यहाँ आउँदै गर्दा पछाडि मञ्चमा हेरेँ, आदरणीय ओमकार दाईदेखि लिएर हाम्रो उमेर जति भन्दा त्योभन्दा पनि धेरै वर्ष सङ्घर्ष गरिसक्नु भएको थुप्रै नेताहरू मञ्चमा हुनुहुन्थ्यो। तल हेरे थुप्रै पाको उमेरदेखि लिएर थुप्रै नौजवान साथीहरू चुप्प भरिएको देखेँ। यत्रो उपस्थिति देख्दै गर्दा भाव विह्वल भए। तर अहिले अघि नै नेताहरूले भन्नुभएको जस्तै मैले पनि पछिल्लो समयमा यत्रो लामो समयसम्म टसमस नगरिकन एउटा प्रतिबद्धताका साथमा राजनीतिक कार्यक्रममा भाषण सुनेर यति लामो समयसम्म बसेको पछिल्लो समयमा कहीँ पनि देखेको थिएन। तपाईहरुको यो उपस्थितिले पनि देखाउँछ यो महाधिवेशन त्यसै विशेष हुँदै छैन। यसको नाम मात्र विशेष होइन, यसलाई हामीले विशेष बनाएर टुङ्ग्याउनु पर्नेछ। आदरणीय साथीहरू, अघि महामन्त्री विश्वप्रकाश शर्मा र मैले यहाँ मञ्चमा तल ओर्लिएर नेताहरूको तस्बिरमा माल्यार्पण गर्यौं, दियो बाल्यौं र गमलामा पानी हालेर यसको उद्घाटन गर्यौं। हामीलाई खुसी लागेको होइन। हामी त्यो उद्घाटन आज हाम्रो पार्टी सभापतिले आएर गरेको हेर्न चाहन्थ्यौं। हाम्रो कार्यवाहक सभापति पनि यहाँ उपस्थित हुनुभएको चाहन्थ्यौं। त्यसो हुन सकेन। कतिलाई बाहिरबाट हेर्दै गर्दाखेरि आज नेपाली कांग्रेस भित्र